आज चाहिँ पर्यो हाम्रो डे 4 मा चाहिँ हाम्रो ट्रिप चाहिँ छ टु चेरापुन्जी। आज चाहिँ हामी अब चाहिँ हामी अन द वे टु चेरापुन्जीमा चाहिँ यहाँनिर 8 माइलमा चाहिँ यहाँनिर हामी केही चियाहरू खानको लागि झरेको हो। सो यो हाइवे स्न्याक्समा चाहिँ हामी झरेको छौँ। राम्रो रहेछ यो चाहिँ ब्याम्बो चाहिँ प्रायः फेमस रहेछ है। यहाँ सेलङहरू चाहिँ यहाँनिर प्रायः ब्याम्बोको कुराको लागि चाहिँ फेमस रहेछ। अब चाहिँ हामी चेरापुन्जीको 7 सिस्टर फल्स आइपुगिसकेको छु हो। अन्त यहाँ चाहिँ 7 सिस्टर फल्समा चाहिँ राम्रो रहेछ वरिपरि भ्यूहरू हेर्नुको लागि हो। तर अहिले चाहिँ हामी अब यो उयसमा आएको नि त विन्टर सकेर मात्रै आएको, जसले गर्दा चाहिँ पानी चाहिँ अलिक कम्ती रहेछ। तपाईँ म तपाईँलाई देखाउँछु ब्याक क्यामेराबाट। यहाँ रहेछ हो, यहाँ चाहिँ यहाँनिर हेर्नुहोस्। यो चाहिँ यहाँबाट चाहिँ अब बर्खा रेनी सिजनमा चाहिँ मजाले अब पानी झरेर दामी देख्थ्यो होला होइन। अहिले चाहिँ पानी अलिक कम्ती रहेछ, तर पनि अब क्यामेरामा चाहिँ त्यस्तो क्याप्चर नभए पनि अलिअलि चाहिँ छनु चाहिँ। यदि तपाईँहरूले चाहिँ चेरापुन्जीको ट्रिप प्लान गर्नुहुँदैछ भने चाहिँ अलिकति रेनी सिजन लागेर आयो भने चाहिँ यो देख्नु चाहिँ मजाले पाउने रहेछ। तर नि राम्रो छ पहाडहरू हेर्नु, प्लेन साइडको होला चाहिँ एकदम मजा आउने रहेछ पहाड। हामी चाहिँ अब पहाडकै भएर होइन, तर मजा आयो। यहाँ चाहिँ हुँदैछ एकदम गर्ल्सको पोजहरू हुँदैछ, यहाँनिर फोटोग्राफी हुँदैछ हो। दिदीले चाहिँ जे होस् फोटो चाहिँ दामी खिच्नु हुँदो रहेछ हो, पोज चाहिँ दामी सिकाउँदो रहेछ। यहाँ चाहिँ हाम्रो यहाँनिर सेकेन्ड डाइरेक्टर हुनुहुन्छ उहाँ चाहिँ हो। ऊ चाहिँ सेकेन्ड डाइरेक्टर, यसो गर्दै खिच्नु भने सिकाउने ऊ चाहिँ हो ल। यहाँ दुईजना पोज मारिरहेको छ दुईजना हो। यता अर्को हाम्रो हिरोइन नम्बर 1, यता बिचरा दिदी चाहिँ फोटोग्राफर, तर दामी खिच्नु हुँदैछ दिदीले। सो यो चाहिँ छ हो, हामी चाहिँ अब यो 7 सिस्टर फल्स घुमिसकेर अब यहाँ के हेर्नु आएको लोकल मार्केट होइन, छेउको दोकानहरूमा के पाउँदो रहेछ। यता प्रायः नुडल्सहरू हो, त्यस्तै मोमोहरू के फेमस रहेछ हाम्रो उताकै जस्तो। हामी चाहिँ चेरापुन्जी घुमेर फर्किँदैछौँ नि हो। चेरापुन्जी भनेर चाहिँ हामी सबैको एक्सपेक्टेसन के थियो, पुरा चिसो हुन्छ नि। अब किनभने पानी पुरा बेसी पर्छ, पानी परेको ठाउँमा त बेसी चिसै हुन्छ नि त होइन, त्यो सोचेर आएको थियो। तर यहाँ चाहिँ टेम्परेचर चाहिँ यति डरलाग्दो सिलगढीको सेम रहेछ हो। कपाल जस्तो छोडेर ब्युटी क्विन भनेर अहिले यो बान्ने स्थितिमा पुगिसक्यो, कोही डल्लो पार्ने स्थितिमा पुगिसक्यो, कोही पसिनाले लोतपोत भएर चाहिँ अब हामी यहाँबाट फर्केको। कस्तो एक्सपिरियन्स? गरम भएर पसिना खल्बिनु पनि सकिन बाहिर। यो टाइममा चाहिँ चेरापुन्जी चाहिँ प्लान गर्नु हुँदैन रहेछ, किनभने पानीहरू पनि पुरा सुकेको हुँदो रहेछ हो। उयो के भन्छ सायद उयसमा हुन्छ, रेनी सिजन सकिएर चाहिँ प्लान गऱ्यो भने चाहिँ त्यतिखेर चाहिँ अब हुन्छ नि त। हाम्रो निकै टाइम भएन हाम्रो चाहिँ रेनी सिजन सकेको, त्यहाँबाट पानी चाहिँ धेरै सुकेछ।
त्यसले गर्दा चाहिँ हामीलाई चाहिँ वर्थ भएन यहाँको है जस्तो लाग्छ मलाई चाहिँ। तर साइड सिनहरू चाहिँ राम्रो हुन्छ नि, यति साह्रो इन्भाइरोमेन्ट राम्रो रहेछ, यति साह्रो सफा, त्यो चाहिँ म एकदम एप्रिसिएट गर्छु। यहाँ पनि पुरा सफा लाग्यो मलाई चाहिँ, हाइजेनिक प्लेस। यहाँ चाहिँ रहेछ एउटा भ्यू पोइन्ट हो। हामी चाहिँ यो भ्यू पोइन्टमा झरेर अलिकति यहाँ सिनेरी हेर्नु आएको, तर यहाँ चाहिँ पानी पर्ला पर्ला जस्तो हुँदैछ चाहिँ। अब गर्ल्सहरूको त्यस्तै हो, आइसु गयो पर जाँदैछ फोटो खिच्नु हो, त्यहाँ गएर फोटो खिच्नु पर्ने अरे हो। कसैको के आफ्नो आफ्नो डिमान्ड, आफ्नो आफ्नो पोज छ यहाँनिर। अब दिदीको ट्रन छ यहाँनिर, यो सबैजना यहाँनिर फोटोको आनन्द लिनु हुँदैछ। यहाँबाट भ्यू चाहिँ दामी देख्दो रहेछ। झर्दै थियो चेरापुन्जीबाट हो। यो शिलङमा चाहिँ हाम्रो उताकै जस्तो पुरा उयो हुँदैछ, जाम चाहिँ पुरा भिड हुँदैछ हो। अब हामी चाहिँ गटी पुग्नु छ, गटी पुग्नु चाहिँ हामीलाई पुरा टाइम लाग्ने रहेछ यसरी। हामी चाहिँ एकदम कच्चा चालमा चाहिँ गटीतिर जाँदैछ हो। यहाँ चाहिँ हाम्रै उताको जस्तो जाम चाहिँ पुरा हुँदो रहेछ हो। प्लस यहाँ पानी पनि पुरा पर्दैछ। अन्त अब गटी पुग्नु चाहिँ हामीलाई पुरा टाइम लाग्ने रहेछ आज चाहिँ। सेम हाम्रो गान्तोक जस्तै जाम पुरा हुँदैछ यहाँ पनि, किनकि आज वर्किङ डे हो, मन्डे। पानी पनि पर्दैछ। हामी चाहिँ यसरी घिच्रिँदै कच्चालमा गएको चाहिँ नियरली 1 घन्टा पनि बेसी भइसकिसक्यो हो। यो शिलङ मेन सिटीबाट चाहिँ अर्को जग्गा निस्किनु चाहिँ पुरा टाइम लाग्ने रहेछ हामीलाई। अघिसम्म चाहिँ सबैजना एक्टिभ थियो, अब चाहिँ सबैको हालत पत्ला भएको छ। म चाहिँ एकदिन सुतेर पनि उठेको हो सबैजना। पनि नसुत्ने मान्छे त अरू सबैजना उयो भएछ। म चाहिँ भर्खर उठेको, तर पनि जाम खोल्दै छैन। आउनु जस्तो छ त, यस्तो आउँछ त यो गर्दाखेरि। यो हावा सरेर उड्दैछ, यो बादल लुकिछिपी हिँड्दै। बिचरा खाना खान निस्केको कि लास्टमा चाहिँ खानै राम्रो नपाएर चाहिँ खानै सकेछ हो। अन्त हाम्रो ड्राइभर खाना खाँदैछ, हामी चाहिँ हाइवेमा पर्खिरहेको छ। बिजोक यस्तो भइसक्यो भोकले सबैजना। 3 दिन अघि 2 दिन अगाडिको यो चाहिँ धन्दा गाडीमा रहेछ, त्यही खाँदैछ है। नपाउने नलिएर पायो, बोकस यहाँ खायो भने चाहिँ यस्तो हो। यो चाहिँ कोटाउनु नसकेर नि फेरि फुटाउनु नसकेर लाचार छ। हामी केही गर्नु सक्दैनौँ। यहाँनिर ड्राइभरले यहाँनिर ल्याएर रोक्दै होइन हामीलाई यो होटेलमा, तर यो चाहिँ सबै खानाहरू सक्यो अरे, ऊ चाहिँ खाँदैछ। ड्राइभरहरूको पाउँछ होला। हामी चाहिँ हाइवेको यहाँनिर छु हो। यता पनि कहीँ होटेल देखाइदिएको छैन हामीलाई हो, यता पनि कहीँ छैन। कहाँ जानुपर्ने हो, भोक चाहिँ पुरा लागेको छ। अब यही खाँदै बस्यो होला। शिलङबाट चाहिँ गुवाहाटी अलमोस्ट पुगिसक्यौँ हो। हेर्नुहोस् बेलुकाको नजारा तपाईँहरू यस्तो छ। तर यो अगाडि उयो भएर ल सो अब चाहिँ हामी यहाँनिर गुवाहाटीमा आइपुगेर दाजु चाहिँ हामी यहाँनिर होटेलहरू लिएर बसेको छु होइन। भोलि बिहान चाहिँ हाम्रो ब्याक टु एनजेपीको ट्रेन छ। अन्त हामी चाहिँ यो होटेलमा बसेको छौँ हो। यदि तपाईँहरू कोही पनि गुवाहाटी आउनुहुँदैछ भने यो चाहिँ रुम चाहिँ 1800 पर नाइट रहेछ। यो चाहिँ होटेल डिभाइन भ्यू भन्ने राम्रो लोकेसनमा छ हो। तपाईँहरूले पनि आएर बस्न सक्नुहुन्छ। अन्त अरू भिडियो पनि म एडिट गरेर हाल्नेवाला छु हो। कामाख्या मन्दिरहरू गएको यो चाहिँ आज मैले सानो बनाएको छु। सो थ्याङ्क यू एभ्रीवान।